वेलकम टु न्यू माई भ्लग। म चाहिँ विष्णु प्रसाद उपाध्याय। आज चाहिँ म मेरो रुममा म खाना देखाउँदैछु। अहिले चाहिँ म आलु छोल्दैछु हैन गाइज। छोलेको आलु चाहिँ मजा आउँछ हैन, त्यही भएर चाहिँ आलु छोल्दैछु हैन गाइज। क्यामेराम्यान हुनुहुन्छ हाम्रो नम्रत दाइ हुनुहुन्छ। अब चाहिँ गाइज म आलु पखाल्दैछु हैन। पानीलाई चाहिँ आलुलाई चाहिँ दुई तरिकाले पखाल्नुपर्छ हैन आलुलाई, किनकि फोहोर हुन्छ नि त, त्यस कारणले गर्दाखेरि हैन गाइज। आलु पखालिसके गाइज हैन। अब पानी भर्दै जाँदैछु हैन गाइज। हेर्नु होला कस्तो लाग्छ। पानी पनि टुटेर हैन गाइज, ड्रामको पानी भरेर खानु परेको छ हैन। पानी रहेछैन हैन गाइज, त्यस कारणले गर्दाखेरि पानी खान पाएन। ड्रामको पानी खाँदैछु गाइज। पानी पनि कति तातो हो के गाइज। ड्रामको पानी पनि अझ तातो पनि हुन्छ, अझ तातो छ के गाइज। पानी खाँदैछु त्यही पानी पनि गाइज। त्यस्तै छ हेर गाइज। पानी भित्र ल्याइसकेँ हैन, मैले पानी भित्र ल्याइसकेँ गाइज। म अब आलु काट्दैछु गाइज, अनि प्याज पनि काट्दैछु गाइज। एकछिन हेर्नु होला कस्तो छ भने लाइक वा कमेन्ट सेयर गरिदिनु होला। लेट्स गो गाइज। चामल समाउँदैछु हैन, पानी पनि समाउँदैछु गाइज। कस्तो लाग्छ हेर्नु होला। अब पानी चामल पखालेँ हैन गाइज। मैले चामल धोइसकेपछि पनि गाइज मैले चामल पनि पखालेर अब उता तरकारी काट्दैछु। अझ भात पनि लगाइसकेको छ गाइज। चामल पखालेर गाइज ग्यासमा भात राखेँ गाइज। मैले कडाई पनि बिसालिसकेँ हैन। अब एकछिनपछि घिउ हालेको पनि देख्न चाहन्छु साथीहरू, त्यो पनि देखाउँदैछु हैन। भिजाएको चनालाई 4 पानीले पखालिरहेको छु हैन गाइज, त्यो पनि हेर्नु होला। त्यसपछि प्याज हालेको छु गाइज हैन। प्याज हालिसकेपछि गाइज मैले चना हालिरहेको छु हैन, त्यो पनि हेर्नु होला। चना हालिसकेपछि गाइज माथिबाट म आलु पनि हालेको छु गाइज, अनि मसला पनि हालेँ गाइज, अनि नुन पनि हालेँ। त्यो सब हेर्नु होला। तरकारीमाथि गोपन लगाएको छु गाइज, त्यो पनि हेर्नु होला। 10 मिनट पाकेपछि पानी हालेँ गाइज मैले, त्यो पनि हेरिदिनु होला गाइज। मैले खाना खाइसकेँ हैन, अनि लाइक कमेन्ट र सेयर गरिदिनु होला। धन्यवाद। अर्को भिडियो भोलि आउँछ गाइज। हस्।